के तपाईलाई थाहा छ एउटा सानो किराले हजारौं मानिसलाई रोगबाट जोगाइरहेको छ? त्यो किरा हो ड्र्यागन फ्लाई। ड्र्यागन फ्लाई कुनै साधारण किरा होइन, यो त मच्छरको सिरियल किलर हो। एउटा ड्र्यागन फ्लाईले एक दिनमा 50 देखि 100 वटासम्म मच्छर खान सक्छ। अझ रोचक कुरा के छ भने ड्र्यागन फ्लाईको बच्चा पानीभित्र बस्छ र त्यहाँ मच्छर जन्मिनु अगावै तिनका बच्चा नै खाइदिन्छ। मतलब मच्छर उड्न नपाउँदै गेम ओभर। ड्र्यागन फ्लाईको आँखाले लगभग 360 डिग्री देख्छ र यो 60 किलोमिटर प्रति घण्टासम्म उड्न सक्छ। मच्छरलाई भाग्ने मौका नै दिँदैन। एउटा ठूलो ताल वरिपरि हजारौं ड्र्यागन फ्लाई भए भने तिनीहरूले दिनमा लाखौं मच्छर नष्ट गर्न सक्छन्। त्यसैले वैज्ञानिकहरू भन्छन् ड्र्यागन फ्लाई भनेको नेचर्स मस्किटो कन्ट्रोल सिस्टम हो। डेङ्गु, मलेरिया, जिका यी सबै रोग फैलाउने मच्छरलाई प्रकृतिले आफै ड्र्यागन फ्लाई मार्फत नियन्त्रण गरिरहेको छ। भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया राख्न नभुल्नुहोला।